हेलो दर्शन नमस्ते साथीहरू। अब आजको ड्युटी चाहिँ अब लगभग कति होला नि हुन्छ 8 बजीसम्म। आज मासु पनि सब फिनिस। अब घरतिर जाने बेला पो साथीहरू रातको 8:30 हुन लाग्यो। अब पसल बन्द गरेर घरतिर लाग्न आँट्यो गाइस। आजको व्यापार चाहिँ ठिकै भयो है। यता आलु छ, आडे आलु। अब दोकान मल्ल बन्द गरेर लाग्ने साथीहरू घरतिर। फ्रिज पनि छ, सब ठिक छ। अब घरमा खानालाई पानी लाउनु पर्यो साथीहरू। पानी प्याक गर्ने, पानी प्याक गर्दैछु। 2 बोतल पानी चट्टै अनि उसको खाजा चट्टै झोलामा बाँध्ने हो। झोला चाहिँ यो खतरा झोला छ साथीहरू। यो यहाँ मेरो बसन्ती पनि रेडी छ। बसन्तीमा कता पनि हिँड्दैन रे। ल यतै झुन्ड्याउनु पर्यो यही ह्यान्डलमा। बस साथीहरू पानी पनि रेडी गर्यो। अब बसन्ती पनि रेडी छ। अब बन्द गर्ने साथीहरू दोकान गाइस। तिहार पनि आउन आँट्यो। अब यो सामानहरू थन्काउनु छ है। रात पर्यो र अँधेरो भइसक्यो। भोक पनि लागिसक्यो साथीहरू। यहाँ चाहिँ मेरो तल चाहिँ आइडु फ्रेस हाउस। यहाँ कुखुराको ताजा मासु पाइन्छ भनेपछि तर यहाँ माथि चाहिँ के छ साथीहरू लगाएर चाहिँ यहाँ तेरा थु मेरी कन्डिसन रिमिक्स हो साथी। रिमिक्स व्यापार रिमिक्स हो। अब साथीहरू पसल बन्द गरेर आज बुढी घरमा एक्लै छ। डराएर अलि ढोका थुनेर उहाँ पनि भिडियो बनाउनु साथी के गर्दो रहेछ। अब साथीहरू अब सटर लाइट पनि बन्द गरियो साथीहरू। अब सट्टै सटर बन्द गरिन्छ। चाबी लाउनु पर्यो सट्टैसँगले। ओके साथीहरू अब आजलाई चाहिँ ट्याक्कै पसल बन्द गऱ्यो। अब बसन्ती स्टार्ट गरेर लागिन्छ घरतिर साथीहरू। साथीहरू अब लाग्यो घरतिर। नभएकोले अब ओके सबै पसल बन्द भइसकेको छ। म मजाले हिँड्दै क्या हो आज। गरेर अब 150 को पेट्रोल हालिन्छ। ओइ होइ 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 बर्गासी पेट्रोल पम्प आइपुग्यो साथीहरू। अब साइलेन्ट बस्नुपर्छ। ल आज त खुल्लै गऱ्यो क्या। 150 हाल्नु न। त्यति पर आइपुग्छ।
अडे आउनु अडे 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 अबै पेट्रोल त माथि नै देखिन्छ त घन्टे भएछ पनि हालेकै जान्छ पेट्रोल हाल्यो साथीहरू लागिन्छ अब बर्खा छेउरा लाग्यो अब त साथीहरू चिसो पाउन थालेछ हो धरानमा त यस्तो चिसो छ साथीहरू हजुरहरू कहाँबाट हेर्दै हुनुहुन्छ ओहो हजुरहरू भयो भयो अब त तिहार पनि आउन लाग्यो अब तिहारको तयारी के कसो गर्दै हुनुहुन्छ साथीहरू पालि मेरो चाहिँ तिहारमा टिका लगाइदिने जस्तो छ अहिले नै फिक्स भइसकेको छैन तिहारमा टिका लगाइँदैन जन्मेदेखि अहिलेसम्म टिका लगाएको नै के भयो पर्व दिएर टिका लगाउनु यो चोटि चाहिँ गाइस मेरो एउटा अनौठो निर्णय गरेर चाहिँ टिका नलाउने ल एक मार्गबाट लाग्यो अब घरतिर साथीहरू ल साथीहरू घर आइपुग्यो त्यहाँनिर छ यस्तो पनि हुन्छ त यो त क्या पल्ट्यो हेर्न साला कच्चीमा त बाइक यस्तो अवस्था भयो साथीहरू दुःख लु पल्टिराख बाटो अप्ठ्यारो छ यहाँनिर साला बाटो पक्रा छ साथीहरू एक बल्टनले खाइपो हालौ फाइनली घर आइपुग्यो साथीहरू बाइक पनि एक बल्टन खायो रियो छ बोला मान्छे बोला त्यो पेट्रोल पो गनायो रात भएछ साथीहरू अन्धकार भइसकेछ नसाना यसलाई चाहिँ आज त्यत्रो माछा खाएको छ कि कुखुराले पनि खाएन
के सुँगेको हँ ल यसलाई थन्काइयो बसन्तीलाई अब यहाँनिर साथीहरू ल सानो पल्टेर त के खोजेको अब यसको आँखा बालेको हेर्नु न हो साथीहरू एउटा रियो भन्ने छ यो यस्तो आँखा बाल्छ ल कहाँ हिँडेको त ल साथीहरू राति सुनसान हुन्छ यार यहाँनिर यो छिमेकीमा चाहिँ 2टा घर मात्रै छ यतातिर है डर लाग्दो छ नि यतिखेर ल है साथीहरू नाइटको सिन उतातिर छ बत्ती अयो त्यहाँनिर पल्टेको नि बाइक साथीहरू खाइन त्यो घर आइपुग्यो बसन्तीलाई पनि त्यहाँ राख्यो अब खाना खाइन्छ साथीहरू गाई चाहिँ अब घर आइपुगेर पनि खाना लाग्यो आज ब्रोइलरको मासु थोरै गोलबेडाको हट्टा आलु चाहिँ नमिसाएको छु गाई सुरु गर्यो है हजुर दही खाइसक्नु भयो होला है कस्तो अड्केको गाइस लु खाना पनि खाइसक्यो अब रातको 9 बज्नु लागेको छ ट्याक्क 9 बज्नु 5 मिनट बाँकी छ खाना खायो रियो भात खाइस् एउटा रियो छ यहाँ मसँग
हाम्रो कुत्ते डान्स गर्छ। लु डान्स गर त, डान्स गर डान्स गर डान्स गर। माम पक खाना खायो साथीहरू। हजुरहरूले पनि खाइसक्नु भयो होला। अब चाहिँ चट्ट आराम गर्ने। बिहान फेरि 4 बजे उठेर कुखुरा बनाउनु। तल रेलवे पुग्नुपर्छ। यहाँबाट 6 किलोमिटर तल। फेरि बनाएर दोकानमा बेच्ने हो। ल हजुरहरू एक सब्सक्राइब, लाइक, कमेन्ट हानिदिनु होला भन्दै आजको भिडियोबाट बिदा चाहन्छु। यस्तो बाई बाई, गुड नाइट।